हेलो साथीहरू, आज म फेसबुकमा प्रैंक गर्न जाँदैछु र तपाईहरुलाई म आज देखाउन चाहन्छु हैन नयाँ जादु। म कमेन्ट फर्काउने छु, रिप्लाई आउँछ कि आउँदैन म तपाईहरुलाई यसको कमेन्ट रिप्लाई आएपछि तपाईहरुलाई फेरि भिडियो बनाएर पठाइदिन्छु। एकजना भयो। Hello India, this is Passenger here. I'm delighted to say that. Hello India, this. मा विवाद नाम आउने मानिसहरू बिना कारण बेला बेला केराको बोक्रा जस्तो खुलिक्का खुल्किने र जिस्काउँदा पनि रिसाएर महिनौ नबोल्ने स्वभाव गर्ने कुरा एक स्रोतले पत्ता लगाएको छ। मा विवाद नाम आउने मानिस दुईजना भयो। यसहरू बिना कारण घमण्ड गर्न दिनुहोस्। भुइँ छोडेर उडेको धुलो पनि हावाले छोड्यो भने फेरि भुइँमै आउने हो। वाउ, दामी। यही हो कि मेरो प्रैंक, असली प्रैंक। सोझो जति सबै जनताबाट सबै नेता भन्दा नेता धेर भयो नाची। हजुर भन्नु न हजुर। सुन्नु न हेर्नु न यहाँ आलमारी घिउ खाएर राख्नु भएको चाहिँ अलिकति हालिदिनु न कस्तो बास्ना आयो अनि त्यहाँबाट Hello everyone, so सबैजनालाई भिडियो बनाउँदैछु। कतिजना भयो मैले त गर्नै बिर्सेँ त। म सबैलाई यही पठाउँछु। कतिको चाहिँ रिप्लाई आउँछ। सबैलाई आज म एउटै स्टिकर पठाउन चाहन्छु। अब बोल्ने मान्छे त कोही छँदै छैन के टाइम पास गर्ने त। अब दिनभरि यही काम गरेर टाइम पास गर्ने त होला नि हैन। कतिजना भयो मैले गर्नै गरे त हो। गिन्ती गर्नुभएको छ नि भन्नुहोस् है साथीहरू। दर्शकबिन जेएनजी युवाले वीर अस्पतालको बेडमा बसी मेरो प्लान चाहिँ यही हो। आज सन्डेको दिन सन्डे मनाइदिउँ न त। म्युजिक लभर गुड मर्निङ गरे उहाँलाई पनि पठाइदिन्छु। अब मेरो बुढीलाई जन्मदिनको धेरै धेरै शुभकामनाले उहाँलाई पठाइदिनु रिसाउँछ। भकारी च्याममा पनि स्वाद कम हुँदैन भनेको यही रहेछ अरे। क्यामेरा चालू छिमेकी मैनाजी त्यही लाइट हुँदै भयो नि त अनि अब
सबैलाई होइन गाइज कता कता के हो के तो हेलो गाइस, देखिए हम लोग निकल चुके हैं मीटअप के लिए और आज का केक सेलिब्रेशन यार बहुत लोग मेरी मायालु आएछ कहिलेको भिडियो काश तस्बिर जस्तै तकदिर पनि राम्रो भइदिएको भए अरे हामीहरू छौँ हामी जस्तै व्यक्तिहरू छौँ तपाईलाई माया गर्ने चिन्ता नगरिदिनुहोस् So, hey guys, good morning everyone. Welcome back to my Sangeeta's vlog and another day in my life. So guys, I'm going to morning walk to लागि निक्लिसकेको छु। रात चाहिँ म अलिकति ढिलो उठेँ किनभने चाहिँ मैले कमेन्ट त गर्ने नै हो रिप्ले Hey everyone, we are कसैको आउँछ कि आश गरेको हो कि अहिलेसम्म कसैको आएको छैन यार हाम्रो सासू दिदी उहाँ हुनुहुन्छ उहाँलाई नपठाउने होला खुम्सारो मगर छोरे चारे दुखी हुनु र खुसी हुनु प्रकृतिको नियम हो अझै मिठो छोटो मिठो हो नि त let me try. यो अन्त लाइन भनेको यार न्यू पोज उहाँलाई पनि दिउँ न हेरौँ उहाँको पनि माइन्ड मेरो बहिनी हो गाह्रो छ मलाई यसमा रिएक्ट भएन मलाई सघाउन यहाँ छ नि त ह्याप्पी बर्थडे टु यु रे नोभेम्बर 9 नोभेम्बरको मलाई पनि दिन ह्याप्पी बर्थडे टु यु त भन्नै बिर्सेछ यार यो अन्त तरिका हेलो साथीहरू, वेलकम टु आवर मिनी ब्लग। आज चाहिँ म साथीहरूसँग चुनी डाँडा घुम्न आएको। यस्तो कुहिरो छ यहाँ चाहिँ म चाहिँ हिँड्नै सकेको छैन। ढोकासँग कहिले भेट नगरे त सही भगवान रहेछ क्या मन छ यतिकै ठिक छ
उहाँलाई पनि मलम पठाइदिनु न त हेलो हाम्रो डान्स हेर त्यही छ कस्तो लाग्छ कमेन्ट गर सबैजना हाँस्या न डान्स देखेबाट गट्टो लाग्दियो गट्टो लाग्यो तर लाग्यो नि कति गट्टो छ त्यो तमले बताइदियो छ मेरो त पुरै अर्को चोटी मतलब रुक मतलब तातो कम थियो तिमीले थाहा छ सम्झन Let me tell you a secret. We are running a crazy. Let me tell you a secret. वास्तवमा भन्ने भयो हामी नेपालीहरूको तरिका चाहिँ ठिक छ तर मन चाहिँ ठिक छैन क्या गुड नाइट गरेको भर्खर त 12 बजे दिउँसो क्या यार कहिले नि गुड नाइट भन्छ हो बता देते कि साथ है बस पहले से तेरी मेरी बात भी ना हो उसलाई चाहिँ पठाइदिनु याङ्गो शेर्पा मी एन्ड भदैनी गरेको अब उहाँ त 2 जना छ क्या 2टा पठाउनुको लागि जस्तो उहाँलाई चाहिँ उर्मी चौधरी ready to want to modeling career सर्वम कृष्ण सुपा देवराली कतिको रिप्लाई आउँछ कि भनेर आशा गरेको हो के अरे लसँग कसैको रिप्लाई आएन यसमा चाहिँ 3 जना रहेछ 3टा पठाउन पर्छ होइन मलाई अन्तिम कविता लेख्न मन छ आफ्नै लागि जुन दिन जानेछु म संसार ठिक छ जिउँदा जिउँला सपना मारेर ठिक छ हिँडौँला जिम्मेवारी ह्यापी बर्थडे टु यु नानी कसैको रिप्लाई आउँदैन त यार अनलाइन नभएर हो कि के हो जस्तो गाइज आजलाई यति नै गर्न पर्ला जस्तो छ एकजना फोटोग्राफी उहाँलाई पनि पठाइदिउँ बत्ती बाल्ने हात आफ्नै छ दोष दिन्न म अन्धकारलाई गरेको यो दिनु न त ना सोच है
पनि यो पठाइदिउँ। पीडा बुझ्न मन भित्रै आउनु खुसी देख्न त तस्बिर हेरेको छ। म आफूलाई बुझ्छु, म आफूलाई माया गर्छु अनि म आफूमा रमाउँछु, म आफूलाई अँगाल्छु अनि मुस्कुराउँछु। क्या लाइन छ, लाइनहरू आउँछ। ओ सरी, दुईटा गएछ। डिलेट। उहाँलाई चाहिँ एउटा पठाउनु पर्छ। उहाँ एक्लै हुनुहुन्छ नि त। आज 3 जना रहेछ त हो। उहाँको एउटा फोटोलाई मात्र पठाइदिउँ। ओ सरी, ह्याप्पी बर्थडे लेख्न बिर्सेछु फेरि यार। मेरो अघि पछि गर्दै काम सघाउने पनि भएछन् मेरी छोरीहरूको। देविका मोक्तान। आजको कुरा 70 मिनटको भइसक्यो।